हरू पनि आउँदा भिजिटिङ गर्नुहोस् है रोहिणी तल टर्निङ पेवाङ ढाबा रेस्टुरेन्ट है एकदमै राम्रो खानाहरू पाउँछ यहाँ चाहिँ तपाईँहरूलाई म देखाउँछु खानाको क्वालिटीहरू कस्तो आउँछ भनेर है तपाईँहरू पनि आउँदा यसो यहाँ आएर है हामीले यहाँ काकाहरू सबै बसिरहेको छौँ खाना खानु है फाइनली रोहिणी पुगेर चाहिँ अब यसो ब्रेकफास्ट गरौँ भनेर चाहिँ रोकेको है यहाँ चाहिँ हाम्रो पुरानो दादा है म चाहिँ यहीँ रोक्छु यहाँको खानाहरू एकदम दामी पाउँछ तपाईँहरूलाई म खानाको क्वालिटी पनि देखाइदिन्छु हाम्रो डिपार्टमेन्ट है हामी पाँचजना यहाँबाट भ्यूहरू पनि दामी देख्छ साथीहरू यस्तो चाहिँ एउटा नजाराहरू पनि एकदम राम्रो छ भ्यूहरू है तल यो चाहिँ कहाँ हो भने हाम्रो रोहिणी ठुलो टर्निङ छ त्यहीँनिर हो है हाम्रो दायाको रेस्टुरेन्ट त्यही हो है पेवाङ रेस्टुरेन्ट यहाँको नजाराहरू यस्तो छ हाम्रो दादा यहाँ हो है खानाको क्वालिटी चाहिँ यस्तो हुन्छ है एकदमै राम्रो सफा एकदम मजाको खाना है यस्तो राम्रो खाना यस्तो यहाँ फुपूहरू एकदमै बसिसक्यो खाना खानुको लागि खानाको क्वालिटी कस्तो छ क्वालिटी कस्तो लाग्यो खानाको सबलाई यही हो यहाँ त अर्ग्यानिक खाना एक एकवटा लेग पिस है काकाले त मसला दाल खानु थालेछ त खाना आजकल अब म पनि सुरु गरेँ साथीहरू है